हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। अहिले चाहिँ म एक्टिभ हुन्थिनँ, तर एक्टिभ हुनुको मेन रिजन पनि यस छ कि मेरो लास्ट भिडियोको कमेन्टहरू हेर्नु भएको छैन। हेर्नु होला, लास्ट भिडियो पनि अपलोड भएको छ। लास्ट भिडियो कमेन्टमा अब आफ्नो दिदी हुन्छ, मेरो दिदी होइन, दिदी पनि म जस्तै सानो युट्युबरै हो। अब उहाँले पनि लास्टै गर्नुहुन्छ। अब सपोर्ट गर्नेले मलाई मात्रै होइन कि मेरो दिदीको च्यानललाई पनि सपोर्ट गरिदिनु होला होइन। उहाँको चाहिँ पब्स अधिकारी भन्ने छ, प्रवीण अधिकारी आइडी छ होइन। उहाँलाई पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि किनकि म तपाईँहरूलाई आजको भ्लग रेगुलर बनाउनुको मेन रिजन चाहिँ के छ भने रेगुलर बनाउन नसक्ने, सक्न चाहिँ सक्छु, तर मैले डेली अब ठुलो युट्युबर पनि होइन। म डेली भ्लग मैले आज यो गरिरहेको छु, ऊ गरिरहेको छु भनेर म देखाउनलाई ठुलो युट्युबर पनि छैन। किनकि मैले जति मेहनत गरेर महिनामा 2-3टा भिडियो हालेर आउँछु, जति मेहनत गरे पनि मेरो भिडियोमा भ्युज जानेवाला छैन। किनकि मेरो एल्गोरिदम भन्ने चिज बिग्रिसकेको छ। जतिसुकै मेहनत गरौँ मेरो भ्युजमा भिडियो जाँदैन। मैले अहिले भिडियो बनाउनुको मेन रिजन भनेको मेमोरीको लागि मात्रै हो। अब पछि फ्युचरमा गएर हेर्नको लागि याद हुन्छ भनेर मात्रै मैले भिडियो बनाइरहेको छु, भ्लगहरू बनाइरहेको छु होइन। त्यही हो, तपाईँहरू पनि नयाँ युट्युबर हुनुहुन्छ भने अब युट्युब कसरी स्टार्ट गर्ने त्यसको बारेमा मैले आज हजुरहरूको लागि चाहिँ यो भिडियो प्रोभाइड गरिरहेको छु होइन। तपाईँहरू पनि यो भिडियो हेरेर केही कुरा सिक्न सक्नुहुन्छ। किनकि आफू पनि त्यति ट्यालेन्ट पनि होइन, तर अलिकति आफूले जे जानेछ त्यो कुराहरू चाहिँ तपाईँहरूलाई सेयर गर्न चाहिँ म सक्छु। किनकि आफू मसँग 2 वर्ष जतिको चाहिँ एक्सपिरियन्स छ है। त्यही हो, आज चाहिँ म यहाँ अब सदा जस्तै पहिला लास्ट टाइमको भ्लग हेर्नु भएको छ भने तपाईँलाई थाहै होला यो लोकेसन देखेर म कहाँ छु भनेर। म 22 छु, 22 आएर हजुरहरूलाई चाहिँ अब आजको यो भिडियोहरू प्रस्तुत गरिरहेको छैन। यो चाहिँ सबै अब नयाँ नयाँ युट्युबर जो हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो मेन हो। किनकि युट्युब कसरी गर्ने, युट्युबमा अब युट्युब पहिलेदेखि युट्युबमा भिडियो हालिरहनु भएको छ भने उहाँहरूको लागि पनि यो भिडियो एकदम इम्पोर्टेन्ट छ। र नयाँ जो सुरुबाट युट्युब स्टार्ट गर्नु खोज्नुहुन्छ उहाँहरूको लागि पनि यो भिडियो एकदमै हेर्ने भनेको छ। किनकि तपाईँले युट्युब स्टार्ट गर्नुहुन्छ, अरूले गरेको देख्नुहुन्छ, भ्लग हालेर छ, यति कमाउँछ उति कमाउँछ होइन। कमाउँछ नकमाउने होइन, युट्युबमा पैसा छ, तर पैसा कमाउन तपाईँले सोचे जस्तो सजिलो पनि छैन। किन भन्दाखेरि युट्युब पैसा कमाउन इजी छ। तपाईँलाई के नै छ टार्गेट भनेको वर्षमा तपाईँले 1000 सब्सक्राइबर कम्प्लिट गर्नुहोस् र 4000 आवर भ्युज टाइम कम्प्लिट गरेपछि तपाईँको मोनेटाइज भइहाल्छ। त्यसपछि तपाईँको एडसेन्स बनाउने, त्यसपछि पैसा भन्ने चिज आउनु सुरु भइहाल्छ। त्यसको लागि टेन्सन छैन। तर आउँछ भन्दैमा तपाईँले त्यसमा भित्र धेरै कुरा छ क्या तपाईँले बुझ्नुपर्ने। त्यति सजिलो पनि छैन। तपाईँले सब्सक्राइबर पुऱ्याउन इजी छ। 1000 सब्सक्राइबर भनेको 1 वर्षमा पुऱ्याउनलाई तपाईँलाई इजी छ। किनकि 1 वर्षमा तपाईँले दिनको 5वटा 4वटा नभए 2टा गरेर तपाईँले दिनको 2टा बढे पनि तपाईँलाई इजिली पुग्छ क्या 1 वर्षमा। एउटा भिडियो भाइरल भयो भने तपाईँको इजिली पुग्ने हो। सब्सक्राइबरको लागि टेन्सन छैन। तपाईँलाई प्रब्लम आउने भनेको भ्युज टाइम भनेको 4000 आवर पुऱ्याउनु पर्ने हुन्छ क्या तपाईँको। त्यसले गर्दा तपाईँले अब त्यसको लागि चाहिँ तपाईँको एउटा 2टा वर्षमा 2-3टा भिडियोमा चाहिँ एउटामा भाइरल भएकै हुनुपर्छ। नयाँ भने तपाईँको त्यो भ्युज टाइप पुऱ्याउन गाह्रो छ। ए गाइज, आज चाहिँ मैले पडगढी जुस खान छु, एकदम बेस्ट छ, रोज सिरप होला। अनि म कहाँ थिएँ भन्दाखेरि अब भ्युज टाइम पुग्छ अनि तपाईँलाई फेरि पछि पुग्ने बेला हामीले कहिले कहिले सबैलाई थाहा हुँदैन नि त युट्युब बनाउँदा कुन सङ्ग्स युज गर्दाखेरि कपिराइट लाग्छ, कुन युज गर्दा नलाग्ने भन्ने हुन्छ। त्यसमा तपाईँले युज गर्ने बेलामा तल मेन्सन गर्नुपर्ने हुन्छ पहिल्यै अब कुन सङ्ग्स युज गर्न मिल्छ मिल्दैन। त्यहाँ त्यो सङ्ग्सको डिस्क्रिप्सनमा लेखेको हुन्छ कि तपाईँले युज गर्न मिल्ने सङ्ग यो छ, युज गर्न मिल्ने यो छ भनेर। तपाईँले युज गर्न मिल्ने सङ्ग्समा तपाईँले मेन्सन दिनुभयो भने तपाईँलाई कपिराइट लाग्दैन। जस्तै मेरो भिडियोहरूमा हेर्नुहोस् कि मैले म्याक्सिमम् भिडियोहरूमा सङ्ग्स युज गरेर आउँछु, युज गर्दा मलाई कपिराइट लाग्दैन। किनकि कपिराइट नलागेपछि चाहिँ कस्तो भन्दाखेरि उनीहरूलाई मेन्सन दियो भने चाहिँ कपिराइट क्लेम गर्दैनन्, त्यस्तो हुन्छ। त्यसले गर्दा राम्रो हुन्छ। अब बाइचान्स कपिराइट क्लेम लाग्छ भने चाहिँ तपाईँले कि सङ्ग्स म्युट गरिदिनुहोस् कि चाहिँ त्यो भिडियो नै नहालिदिनुहोस् कि। किनकि तपाईँले बाइचान्स त्यो भिडियो भाइरल भएर तर तपाईँले अरूको सङ्ग्स युज गर्नुभएको छ र भिडियो बनाउनु भएको छ भने त्यो भिडियो भाइरल भयो भने त्यसबाट आएको पैसा जति सबै त्यो भिडियो त्यो उसवाला लान्छ कि, त्यो सङ्ग्सवाला लान्छ कि। त्यसले गर्दा तपाईँ त्यस्तो गल्ती नगर्नु होला। मेरो एउटा भिडियोमा चाहिँ त्यस्तो भएको छैन। अब त्यही हो, तपाईँहरूले सुरुवात गर्दा चाहिँ त्यो गल्तीहरू पनि हेर्नु होला। अनि के छ भन्दाखेरि मैले आज गराउनु एल्गोरिदमको बारेमा पनि तपाईँलाई म बुझाउँछु। किनकि भिडियो बनाउँदै हुनुहुन्छ, तपाईँलाई त्यति गाह्रो पनि छैन एल्गोरिदम बुझ्नको लागि पनि।
किनकि मेरो त आफूले बिगारिसकेँ कि मैले किन बिगारेँ भन्दा मैले पहिला स्टार्ट गरेको मोटो भ्लगर भन्ने स्टार्ट गरेँ मैले अहिले पनि मोटो भ्लगरको भिडियो जस्तै बाइकमा मैले भिडियो बनाएँ भने मेरो अब पनि भ्युज रेगुलरली जान्छ क्या जब मैले बाइकको भिडियो बनाउन छोड्छु यस्तो यस्तो भिडियो नर्मल भिडियो यताउता गएको जस्तै हँसी मजाको भिडियो अब केही खाएको भिडियो मुखबाङ टाइपको भिडियो बनायो भने मेरो भ्युजै जाँदैन किनकि मेरो मेरो च्यानलमा यति यति युट्युबले यतिसम्म गरिदिइसकेको छ कि यसको यसको कन्टेन्ट यस्तो हुन्छ यसको कन्टेन्ट मोटो भ्लगर भ्युवर्सहरूलाई जुन मोटो भ्लगर भिडियो हेर्छ नि त्यो भ्युवर्सहरूलाई मात्रै पठाउने जस्तो गरेर हुन्छ क्या एल्गोरिदम सेट गरेर हुन्छ कि जस्तै मेरो पहिलाको एल्गोरिदम सेट भनेको कस्तो हुन्छ भन्दाखेरि जस्तै मैले भिडियो बनाउँछु जस्तै कमेडी टाइपको भिडियो बनायो भने त्यो भिडियो कमेडी जो हेर्न रुचाउँछ नि त्यो भ्युवर्सलाई मात्रै युट्युबले पहिला पठाइदिरहेको हुन्छ मेरो पहिलाको भिडियो चाहिँ कस्तो भन्दा मैले पहिला जहिले मोटो भ्लगर टाइपको भिडियो बनाउँथेँ त्यसले गर्दा मेरो भिडियो जति मोटो भ्लगरको अडियन्स भटा पुग्छ क्या अनि जस्तै मैले अब एल्गोरिदम चेन्ज गरेँ मैले कहिले कमेडीवाला बनाउँछु कहिले गेम खेलेको बनाउँछु कहिले भनौँ न जस्तै मुखबाङ टाइपको बनाउँछु कहिले मोटो भ्लग टाइपको बनाउँछु त्यसले गर्दाखेरि चाहिँ युट्युब पनि कन्फ्युज भइसक्यो कि यसको यो च्यानलको यो भिडियोलाई कुन अडियन्सलाई पुऱ्याउने भने कन्फ्युज छ कि त्यसले गर्दा तपाईँहरू अब भिडियो बनाउँदै हुनुहुन्छ भने सोचेर गर्नु होला किनकि तपाईँको युट्युबले सोचोस् कि यसको कन्टेन्ट कमेडी टाइपको छ यसको कन्टेन्ट सब कमेडी अडियन्सलाई जाओस् भन्ने सोच्ने गराउनुहोस् कि तपाईँले मुखबाङको बनाउनुहुन्छ मुखबाङको अडियन्सलाई जाओस् भन्ने बनाउनुहोस् कि चाहिँ तपाईँले अब गेमिङमा हुनुहुन्छ नि गेमिङ टाइपमा जाओस् भन्ने गर्नुहोस् तपाईँले अनि युट्युब भिडियो बनाउँदै हुनुहुन्छ भने तपाईँले चाहिँ रेगुलर चाहिँ दिनुपर्ने हुन्छ किनकि तपाईँले रेगुलर हाल्नु भएन भने तपाईँको च्यानल फ्रिज हुन्छ जस्तै मेरो अहिले फ्रिज भएको छ किनकि मैले रेगुलर हाल्न छोडिसकेको थिएँ किनकि 2-3 महिना बादमा एउटा भिडियो पहिला रेगुलर हाल्थेँ जति रेगुलर हालेँ त्यही अनुसार भ्युज पनि जान्थ्यो भ्युवर्सहरू पनि रिच हुन्थ्यो राम्रो रिस्पोन्स पनि आउँथ्यो तर अहिले मैले भिडियो रेगुलर पनि दिन सकेको छैन आफ्नो पनि अब सधैँ फुल टाइम पनि दिन सकेको छैन किनकि युट्युबको कमाइले मलाई पुग्दा पनि पुग्दैन र पुग्नेवाला पनि छैन र मैले अब सिङ्गल उस भएपछि कन्टेन्ट पनि मैले त्यही अनुसार दिन सक्दिनँ क्या जस्तै मोटो भ्लगर कन्टेन्ट छ अहिले मैले बाइक बेचेर आएको छु अनि बाइक बेचेर आएपछि म कहाँबाट मोटो भ्लगर गरेर मैले त्यही कन्टेन्टमा जाउँ मेरो एल्गोरिदमै चेन्ज गर्नै मिलेन क्या अनि त्यसले गर्दाखेरि चाहिँ अब तपाईँहरूले बनाउनु छ भने पहिल्यै सोचेर गराउनुहोस् कि एउटै टाइपको मात्रै भिडियो हाल्छु तर रेगुलर दिन्छु भन्नुभयो भने तपाईँले रेगुलर हालिदिनुहोस् सक्यो हप्तामा एउटा हालिदिनुहोस् तर रेगुलर दिनुपर्ने हुन्छ तपाईँले रेगुलर दिनुभयो भने चाहिँ तपाईँले ल यसले मेहनत गरेको छ भनेर युट्युबले पनि तपाईँको भिडियोलाई त्यही अनुसार बढी भ्युवर्सहरूलाई दिइरहेको हुन्छ त्यही अनुसार राम्रो जान्छ तपाईँले एउटा भिडियोमा भ्युज नआए तपाईँ टेन्सन लिनु पर्दैन किनकि तपाईँले रेगुलर दिइरहनु भएको छ भने तपाईँको अर्को भिडियोहरूमा आइरहेको हुन्छ त्यसले गर्दा चाहिँ राम्रो पनि हुन्छ त्यही हो आजको लागि अब भिडियो बनाउनु त मन थिएन अब के गर्नु दिदीहरूलाई चाहिँ अब भाइले बनाएको भिडियो रेगुलर गर यस्तो नछोड यस्तो भन्नुहुन्छ त्यही भएर चाहिँ मैले आज बनाएको छु तपाईँहरूलाई के कस्तो लाग्छ त्यसको बारेमा अब अझै अब मैले सक्दिनँ कि ती म फेस गर्न पनि सक्दिनँ किनकि यति क्यामेरा यसरी राखेर फर्स्ट टाइम होला मैले क्यामेरा यसरी राखेर यति लामो बोलेको पनि होइन मलाई त्यति बोल्न पनि धेरै आउँदैन किनकि मलाई आउने भनेको हल्का एडिट गर्न आउने हो त्यति मात्रै छ अनि हल्का फुल्का बोल्न सिक्दैछु त्यति पर्फेक्ट पनि छैन अरू जस्तो ड्याक्टर अलिअलि अब जति भर्खर भने पनि क्यामेरा साइजै छु किनकि त्यति पर्फेक्ट तरिकाले ह्यान्डल गर्न आउँदैन अलिअलि मैले चाहिँ अब धेरै मिहिनेत गरिरहेको छु मैले मिहिनेत भनेको चाहिँ एडिट गर्न चाहिँ धेरै मिहिनेत गरिरहेको छु किनकि एडिट मैले फ्री टाइममा यति सिकेँ एडिट गर्न कसरी के गर्दा के हुन्छ कलर ग्रेडिङ के हुन्छ त्यसको बारेमा चाहिँ धेरै सिक्दा अहिले यो फेजमा छु होइन अब त्यही हो च्यानललाई रेगुलर दिन सकिरहेको छैन हेरौँ पछि के हुन्छ पछि अब राम्रो उसहरू मिलेछ भने म रेगुलर दिन्छु त्यही गाइज अब हजुरहरूलाई नि अब युट्युब बारेमा अरू धेरै कुराहरू सिक्न छ भने डिएम गर्नुहोस् अब किनकि म भिडियोमा त्यति व्यक्त गर्न सक्दिनँ कि कस्तो के हुन्छ फुल भन्न सक्दिनँ होइन डिएम गर्नुहोस् तपाईँलाई एडिट बारेमा केही नयाँ ज्ञानहरू सिक्न छ भने त्यसको बारेमा चाहिँ म तपाईँलाई सिकाइदिनु पनि सक्छु त्यसको लागि पनि सम्झिनुहोस् होइन कमेन्टमा गरिदिनुहोस् म तपाईँहरूलाई सपोर्ट पनि गर्नेछु अनि
त्यही हो केबाट एडिट गर्छु भन्दाखेरि तपाईँहरूलाई त्यसको बारेमा कुन एप युज गर्दा बेटर छ कसरी युज गर्ने के छ भनेर तपाईँ सबै कुरा बुझ्न चाहनुहुन्छ भने तपाईँले कमेन्ट गर्नुहोस् कमेन्टमा तपाईँले म तपाईँहरूलाई कमेन्टमा पनि भनिदिन सक्छु नभए तपाईँले डिएम गरिदिनुहोस् होइन कमेन्टमा म्यासेज गर्नुहोस् त्यो अनुसार म तपाईँहरूलाई अगाडि बढेर तपाईँहरूलाई सबै कुरा सिकाइदिन्छु त्यही हो सानो सानो युट्युबरहरूले सबै मिलेर माथि बढ्दै जाउँ होइन एक्लै अर्काको भिडियो हेरिदिउँ सब्सक्राइब गरिदिउँ सेयर गरिदिउँ त्यही हो भिडियो तपाईँले के अरे लाइक गरिदिएर मात्र पनि भएन लाइक गरिदिनुहोस् र भ्युज पनि गरिदिनुहोस् किनकि भ्युज टाइम एकदम महत्त्वपूर्ण छ अनि अरूहरूलाई सेयर गरिदिनुहोस् र साथीहरूसँग सबैसँग पुर्याइदिनुहोस् र यस्तै नयाँ भिडियो चाहिन्छ भने तपाईँले मेरो च्यानल चाहिँ सब्सक्राइब गरेर जानु होला है त त्यही गाइस आजको लागि चाहिँ यति नै छ मेरो रिङ्स चाहिँ लास्ट भइसक्यो थ्याङ्क यू गाइस